एनक्लिक्सको केस स्टडीमा वान अफ द मोस्ट फेभरेट टपिक भनेको अपोइड विड्रल एन्ड अपोइड इन्टोक्सिकेसन पनि एक हो। त्यस्तै गरेर अस्ति हामीले अपोइड विड्रलको बारेमा चाहिँ डिस्कस गरिसकेका छौँ भने आजको हाम्रो टपिक रहेको छ अपोइड इन्टोक्सिकेसन। अब अपोइड विड्रल भन्ने बित्तिकै हामीले के भनेका थियौँ भने अस्ति जसले अपोइड लिन छोड्छ त्यस्तो मान्छेहरूलाई चाहिँ विड्रलको सिम्टमहरू देखिन्छ भनेर भनेका थियौँ। त्यस्तै गरेर अपोइड इन्टोक्सिकेसन कस्तो मान्छेलाई देखिन सक्छ त भन्दाखेरि चाहिँ जसले एक्सेसिभ मात्रामा अपोइडलाई चाहिँ युज गरेको हुन्छ होइन। जस्तै कुनै कसैले चाहिँ अपोइडलाई चाहिँ एडिक्सनको रूपमा पनि युज गरिरहेको हुन्छ होइन। बडीलाई चाहिने भन्दा बढी मात्रामा अपोइडको युज गर्यो भने त्यो कन्डिसनमा पेसेन्टलाई अपोइड इन्टोक्सिकेसन पनि हुनसक्ने चान्सेस हुन्छ। र कस्तो खालको अपोइडहरू युज गर्दाखेरि चाहिँ अपोइड इन्टोक्सिकेसन हुन्छ भन्दाखेरि चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ मर्फिन, हाइड्रोमर्फिन, मेथोडोन, कोडिन, हाइड्रोकोडोन, कोडोन, फेन्टानिल र मेपेरिडिन है। सो अपोइडले चाहिँ हाम्रो मल्टिपल रिसेप्टरसँग चाहिँ एक्ट गरेर काम गर्छ। जस्तै मु, कप्पा एन्ड डेल्टा जुन चाहिँ कहाँ लोकेटेड हुन्छ त भन्दाखेरि चाहिँ ब्रेनमा लोकेटेड हुन्छ, स्पाइनल कर्डमा लोकेटेड हुन्छ र अल्सो हाम्रो जिआई ट्र्याकमा पनि लोकेटेड हुन्छ है। अनि हामीले अपोइडहरू चाहिँ तपाईँको ट्रिट चाहिँ मोडरेट टु सिभियर पेनहरूको पेसेन्टलाई चाहिँ हामीले अपोइड चाहिँ के गर्छौँ त युज गर्छौँ। अब हामी यहाँनिर के बुझौँ भने अपोइड खाने अपोइड लिने मान्छेलाई चाहिँ तपाईँको अपोइड लिने मान्छेको चाहिँ ब्रेनबाट के हुन्छ डोपोमिनहरू चाहिँ के हुन्छ त रिलिज हुन्छ होइन। जसको कारणले गर्दाखेरि प्लेजर र युफोरिया जस्तो प्लेजर अनि युफोरियाहरू हुनसक्छ होइन। त्यो रिजनले गर्दा पेसेन्ट भने के गर्न सक्छ त उसलाई चाहिँ एडिक्सन हुन सक्ने चान्सेस पनि हुन्छ कि होइन। अपोइड लिँदा लिँदा उसलाई चाहिँ अपोइड छोड्नै नसक्ने कन्डिसनमा जान सक्छ पेसेन्ट होइन। जसको कारणले एक्सेसिभ रूपमा लिन थाल्छ, एडिक्टेड भएर उसले चाहिँ उसको हेबिचुअल हुनसक्छ होइन। सो यो कारणहरूले गर्दा पेसेन्टलाई के हुनसक्छ त पछि गएर अपोइड इन्टोक्सिकेसन हुनसक्छ। र अब यहाँनिर छ रिस्क फ्याक्टर फर डेथ कस्तो कस्तो पेसेन्टहरूलाई चाहिँ हामीले अपोइड दियौँ भने चाहिँ त्यो पेसेन्टहरू चाहिँ डेथ हुनसक्छ, नियर टु डेथ हुनसक्छ भन्ने कुराहरू चाहिँ हामीले डिस्कस गर्छौँ। जस्तै ओल्डर एजको पेसेन्टलाई भयो होइन, कन्क्युरेन्ट सिओपिडी अथवा आजमाको पेसेन्टलाई है। अनि त्यसपछि युज अफ अपोइड विथ अदर सिएनएस डिप्रेसेन्ट जस्तै बेन्जोडाइजिपाम अल्कोहल युज गरिरहेको पेसेन्टलाई हामीले जस्तै बेन्जोडाइजिपाम लिइरहेको पेसेन्ट छ अथवा अल्कोहल युज गरिरहेको पेसेन्टलाई हामीले अपोइडहरू दियौँ भने चाहिँ उनीहरू के हुनसक्छ त उनीहरूको डेथ पनि हुनसक्छ है। किन त्यस्तो हुन्छ त भन्दाखेरि चाहिँ अपोइड लिएर अपोइड अथवा बेन्जोडाइजिपाम अथवा अल्कोहल भनेको सबै के हो त सिएनएस डिप्रेसेन्टको एलिमेन्ट्सहरू हो है। अनि त्यस्तै गरेर चाहिँ हाम्रो क्लिनिकल फिचरमा चाहिँ सिएनएस डिप्रेसन गराउँछ जसमा चाहिँ ड्राउजिनेस भयो, स्टुपर भयो, कोमा भयो। स्टुपर भनेको थाहा छ तपाईँहरूलाई एउटै पोजिसनमा बस्छ क्या उसले अलिकति एउटै पोजिसन भन्दाखेरि पनि तपाईँहरूको कस्तो हुन्छ भन्दा स्टुपर भनेको कस्तो हो भन्दाखेरि चाहिँ पेसेन्टले चाहिँ आफ्नो स्पोन्टेनियस स्टिमुलाईहरू चाहिँ गर्दैन, उसको डिक्रिजनेस हुन्छ है। जसको कारणले गर्दाखेरि चाहिँ उसले के गर्छ त भन्दाखेरि एउटै पोजिसनमा बस्ने होइन, हात उचालेर बसेको छ भने हात उचालिराख्ने, खुट्टा उचालेर बसेको छ भने खुट्टा उचालिराख्ने। उसले उसले चाहिँ अब जस्तै नर्मल मान्छेले हात उठायो भने तल झार्नुपर्छ भन्ने कुरालाई फिल गर्छ नि, तर यो स्टुपर भएको पेसेन्टहरूले चाहिँ फिल गर्न सक्दैन कि। अनि अर्को गरेर रेस्पिरेटरी डिप्रेसन भयो, स्यालो स्लो एन्ड एब्सेन्ट ब्रिदिङ है। अनि अर्को चाहिँ क्लिनिकल फिचरमा चाहिँ तपाईँको पिन पोइन्ट पुपिल्स मायोसिस भन्छ है, हलमार्क साइन। हलमार्क साइन भनेको यसलाई छुट्याउनको लागि अस्ति नै जस्तै हामीले तपाईँको अपोइड विड्रलमा चाहिँ हामीले के भनेर पढेका थियौँ त भन्दाखेरि चाहिँ त्यहाँनिर डाइलेटेड पुपिल्स हुन्छ भनेर पढेका थियौँ होइन। डाइलेटेड पुपिल्स तपाईँको हलमार्क साइनमा थियो है, जसलाई माइड्रासिस भनिन्छ। र अब यो मायोसिसमा तपाईँको मायोसिस भनेको सानो पिन पोइन्ट पुपिल्स भनेको तपाईँको अल्कोहल इन्टोक्सिकेसनको पेसेन्टहरूलाई चाहिँ हुनसक्छ है। अर्को क्लिनिकल फिचरमा रहेको छ ब्राडिकार्डिया, हाइपोटेन्सन, न्युरोजेनिक सक जसले गर्दा न्युरोजेनिक सकमा जान सक्छ पेसेन्ट, डिक्रिज बाउल साउन्ड। यो चाहिँ हाम्रो क्लिनिकल फिचर रहेको छ। र अब हाम्रो रहेको छ डायग्नोस्टिक टेस्ट। क्लिनिकल फिचर बाहेक अब हामीले के कुराले चाहिँ डायग्नोसिस गर्ने त भनेर भन्दाखेरि चाहिँ एबिजी है। एबिजी गरेर हामीले पेसेन्ट रेस्पिरेटरी एसिडोसिसमा छ कि छैन भनेर पत्ता लगाउने। पेसेन्टको रेस्पिरेटरी डिप्रेसन छ भने पेसेन्टले चाहिँ ह्याभिङ रेस्पिरेटरी एसिडोसिस है, एबिजी गरेर पनि हामीले डायग्नोसिस गर्न सक्छौँ।
अब ओपोइड इन्टोक्सिकेसनको म्यानेजमेन्टमा हेर्दाखेरि र म्यानेजमेन्टमा हामीले ओभरसिडेसन र अनरेस्पोन्सिभनेस भएको पेसेन्ट जस्तै जसको आरआर लेस देन 8 to 10 beat per minute छ भने हामीले त्यस्तो पेसेन्टलाई चाहिँ के गर्ने भिगरसली स्टिमुलाई दिएर चाहिँ पेसेन्टलाई उठाउने के अराउज गर्ने अब पेसेन्ट बिहोसी अवस्थामा छ उसको आरआर लेस देन 8 to 10 beat per minute छ भनेपछि पक्कै पनि पेसेन्ट मेन्टली पनि अब तपाईँको अनकन्सियस हुनसक्छ मेन्टली अलर्ट हुँदैन होइन त्यो कन्डिसनमा हामीले चाहिँ पेसेन्टलाई एकदमै हल्लाएर चाहिँ के गर्ने त उठ्नुहोस् उठ्नुहोस् भनेर चाहिँ पेसेन्टलाई चाहिँ उठाउन खोज्ने होइन अनि त्यस्तै गरेर चाहिँ अब हामीले अब एडमिनिस्टर नालेक्सोन अब यदि तपाईँको ओपोइड इन्टोक्सिकेसनको केसमा हामीले पेसेन्टलाई दिने भनेको नालेक्सोन हो होइन तर दिनुभन्दा पहिला चाहिँ हामीले चेक गर्नु पर्यो यहाँनिर मैले लेखेको छु हेर्नु प्रायर टु एडमिनिस्ट्रेसन चेक टक्सिकोलोजी स्क्रिन पोजिटिभ फर अपोइड अपोइड इन्टोक्सिकेसन हो कि होइन भन्ने कुरा हामीले चेक गरिसकेपछि र फाइन्ड आउट गरिसकेपछि मात्रै हामीले के गर्ने त एनालेक्सन चाहिँ एडमिनिस्टर गर्नु पर्यो है त्यस्तै गरेर चाहिँ अपोइड एन्टागोनिस्टहरू दिन पर्यो होइन अनि तपाईँको रिभर्स रेस्पिरेटरी डिप्रेसनहरू छ कि छैन हेर्न पर्यो है अनि एक्ट क्विकली बट सर्ट ड्युरेसन नालेक्सोनले चाहिँ क्विकली एक्ट गर्छ तर यसको ड्युरेसन चाहिँ एकदम छोटो हुन्छ होइन एकदम थोरै समयको लागि हुन्छ अब हामीले नालेक्सोन दियौँ एकचोटि दिइसकेपछि पेसेन्टले रेस्पोन्स गरेन भने फेरि पनि रिपिटेडली हामीले 2 to 3 मिनटको इन्टरभलमा फेरि पनि हामीले नालेक्सोन चाहिँ पेसेन्टलाई चाहिँ दिन सक्छौँ है अनि त्यस्तै गरेर चाहिँ मे रिइन्टर इन्टोक्सिकेसन ड्यु टु सर्ट ड्युरेसन अब सर्ट ड्युरेसन एक्सन भएको कारणले दिँदाखेरि चाहिँ रिपिटेडली दिँदाखेरि चाहिँ यो फेरि के हुनसक्छ फेरि पनि नालेक्सनको चाहिँ के हुनसक्छ इन्टोक्सिकेसन हुनसक्छ यो कुरालाई पनि हामीले ख्याल गर्नुपर्छ है अनि त्यस्तै गरेर चाहिँ हामीले सिम्टम मोनिटर गर्न पर्यो विड्रलको है विड्रलको सिम्टममा तपाईँको ट्याकिकार्डिया एजिटेसनहरू छ कि छैन है त्यो कुरा चाहिँ हामीले हेर्नु पर्यो अब इन्टोक्सिकेसन भएको पेसेन्ट छ अब त्यसलाई अब हामीले नालेक्सोन दिएर ट्रिट गर्दा जाँदाखेरि चाहिँ तपाईँको फेरि विड्रलको सिम्टमहरू पनि देखिन सक्छ कि पेसेन्टलाई सो ट्याकिकार्डिया र एजिटेसन चाहिँ हामीले हेर्नुपर्छ है र नर्सिङ म्यानेजमेन्टमा चाहिँ अब हामीले के गर्ने त भन्दाखेरि चाहिँ एयरवे मेन्टेन गर्न पर्यो एयरवे मेन्टेन गर्दाखेरि चाहिँ एस्पिरेसनहरू प्रिकसन गर्न पर्यो होइन पेसेन्टलाई चाहिँ किप ल्याटरल पोजिसनमा राख्नु पर्यो अथवा हेडअप गरेर 30 to 45 डिग्रीमा राख्न पर्यो होइन आइभी फ्लुइड फर हाइपोटेन्सन अगाडि हामीले क्लिनिकल फिचरमा हाइपोटेन्सन हुन्छ जसले गर्दा न्युरोजेनिक सकमा जान सक्छ पेसेन्ट भनेर भनेका थियौँ भने अब चाहिँ म्यानेजमेन्टको लागि हामीले के गर्ने फ्लुइडहरू पनि रिप्लेसमेन्ट गर्नु पर्यो रेगुलरली कार्डियक मोनिटरिङ गर्न पर्यो पेसेन्टलाई चाहिँ के हुनसक्छ त डिजिनेस हुनसक्छ फल प्रिकसन हुनसक्छ के अरे सरी डिजिनेस हुनसक्छ जसको कारणले पेसेन्ट फल हुनसक्छ सो हामीले चाहिँ फल प्रिकसनहरू गर्न पर्यो साइड रेलहरू लगाउनु पर्यो बेडको होइन अनि पेसेन्टलाई चाहिँ क्लोजली अब्जर्भेसन गर्न पर्यो स्टेसनको नजिक राख्न पर्यो पेसेन्टलाई नर्सिङ स्टेसनको नजिक राख्न पर्यो सो अर्को चाहिँ हाम्रो रहेको छ इमोसनल सपोर्टहरू पनि दिन पर्यो है अनि रिसोर्सेस फर एडिक्सन काउन्सिलिङ अब एडिक्टेड पेसेन्टहरूको लागि चाहिँ अब हामीले त्यो एडिक्टेड हुन्छ र त्यो कुरालाई चाहिँ ठिक गर्नको लागि हामीले चाहिँ काउन्सिलिङहरू पनि उसलाई चाहिँ गराउनु पर्यो काउन्सिलरहरूसँग भेटाइदिन पर्यो होइन फर्दर तपाईँको पछि लङ टर्म म्यानेजमेन्टको लागि चाहिँ काउन्सिलरहरूसँग पनि हामीले के गर्नु पर्यो त पेसेन्टलाई चाहिँ भेटाइदिनुपर्छ है र यसरी चाहिँ हामीले अपोइड इन्टोक्सिकेसनको चाहिँ म्यानेजमेन्ट गर्न सक्छौँ है त र मैले तपाईँलाई फेरि पनि भन्न चाहेँ अपोइड इन्टोक्सिकेसनमा हामीले मेन के मेडिसिन ले गर्दा इन्टोक्सिकेसन हुनसक्छ होइन अनि त्यस्तै गरेर चाहिँ यो के फ्याक्टरसँग चाहिँ काम गरेर यस्तो हुन्छ होइन अनि अर्को चाहिँ तपाईँको मैले के भनेको थिएँ भन्दाखेरि चाहिँ कुन पेसेन्टहरूसँग चाहिँ तपाईँको कन्ट्राइन्डिकेटेड हुन्छ कुन पेसेन्टसँग चाहिँ दिन मिल्दैन अनि त्यस्तै गरेर चाहिँ यो हलमार्क साइन चाहिँ बिर्सिनु नै भएन है अनि त्यस्तै गरेर चाहिँ अब यो कुराहरू कहिलेकाहीँ तपाईँको यो कुराले एसिडोसिसको कुराहरू पनि सोध्न सक्छ कि अपोइड इन्टोक्सिकेसनमा कहिलेकाहीँ यसको भ्यालु हेरेर पनि हामीले थाहा पाउनु पर्ने हुनसक्छ होइन अनि हाम्रो चाहिँ पेसेन्टको चाहिँ आरआर 8 to 10 beat per minute भन्दा तल छ भने चाहिँ हामीले फर्स्टमा चाहिँ भिगरसली स्टिमुलेट गर्न ट्राई गर्ने त्यसपछि हामीले नालेक्सोन यसको एन्टिडोट भनेकै नालेक्सोन हो है नालेक्सोन चाहिँ हामीले दिने नालेक्सोन चाहिँ हाम्रो दिनुभन्दा अगाडि चाहिँ हामीले के गर्ने त भन्दाखेरि चाहिँ स्क्रिनिङ टेस्ट गर्ने गरिसकेपछि पेसेन्टले फेरि पनि उसले रेस्पोन्स गरेन भने रिपिटेडली 2 to 3 मिनटको इन्टरभलमा हामीले फेरि पनि दिन सक्छौँ है र दिने क्रममा चाहिँ कहिलेकाहीँ नालेक्सोनको सर्ट ड्युरेसनको कारणले गर्दाखेरि इन्टोक्सिकेसन पनि हुनसक्छ त्यो कुरा ख्याल गर्नुपर्छ हस् त आजको लागि यति धन्यवाद